सो साथीहरु वेलकम ब्याक टु माई अनदर ब्लग। आई होप सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। अनि आज धेरै दिनपछि ब्लग बनाउँदैछु किनकि आज माघे संक्रान्ति हो अनि सबैजनालाई ह्याप्पी माघे संक्रान्ति। अस्ति भन्दै ह्याप्पी माघे संक्रान्ति। ए हाम्रो निशा मिस यता हुनुहुन्छ। ह्याप्पी माघे संक्रान्ति। यहाँ चाहिँ के छ? यहाँ चाहिँ छ सिमल तरुल, तिलको लड्डु। यस्तै छ, के गर्नु साथी, खानुपर्छ, जिउनुपर्छ, खानु आउनु होला। हाम्रो माइलङ्गले त हुनुहुन्छ। अनि यहाँ के देखाउन आँटेको भने नि यहाँ हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ रहेको छ चाकु। यो चिउराको लड्डु नबन्ने यसरी बनाएको। यहाँ पनि छ, हेर्न सक्नुहुन्छ। यहाँ छ घर तरुल, यहाँ छ पूजाको डल्ला, वहाँ छ सुटुनी, वहाँ छ ढुङ्ग्री, वहाँ छ रोटी। यता हुनुहुन्छ भान्सेनी आमै, यता पनि छ ढुङ्ग्री। यहाँ चाहिँ भाग लगाउँदै हुनुहुन्छ, हेर्न सक्नुहुन्छ। यस्तै छ साथीहरू, हेर्दै गर्नु होला, म देखाउने नै छु। सो साथीहरू अब चाहिँ म मूल घर जाँदैछु। मूल घर हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ छ दाल। हाम्रो बाजे हेलो भनिदिनु त, हेलो भनिदिनु न बाजे। बाजे भन्नु न छिटो, के भन्नु? हेलो भन्नु न हाम्रो बाजे। हेलो हरेक कुरोको फोटो ए छिटो भन्नु न, तपाईँको छोराले पनि हेर्नुहुन्छ का? नयाँ वर्ष ह्याप्पी न्यू इयर। ह्याप्पी न्यू इयर एन्ड ह्याप्पी माघे संक्रान्ति। हेलो हाई ब्युटिफुल। यहाँ चाहिँ छ, यता हुनुहुन्छ हाम्रो माइली आन्टी। यस्तो भयो हाम्रो त यो बिग्राई हामी उयो त आफै टिका लगाउँदै हुनुहुन्छ। यहाँ चाहिँ सेलरोटी, यहाँ चाहिँ रहेको छ भाग, हामीलाई निला यता छ छैन। खन्छ, यता पनि खन्छै रहेछ, खाँदैछ। ढुङ्ग्री दिन ल यो ढुङ्ग्री पनि जाँदैछु माथिल्लो घर। हेर्दै गर्नु होला, हेर्दै नगर्नु होला, हेर्दै बस्नु होला। म जाँदैछु। हाम्रो असिम सर हेलो हेलो गर्नुपर्छ यता। म आउँदैछु। यहाँ चाहिँ छ हाम्रो कान्छी आन्टी, यता हेर्नुहुन्छ राम्रो आएको छ। यहाँ चाहिँ रहेको छ घर तरुल, यो वन तरुल, यो त यो भाग हो। यहाँ रहेको छ ढुङ्ग्री। ए यो पनि हाम्रो घरबाट आएको हो। खोइ तपाईँहरूको देखाउनु न छिटो। यहाँ चाहिँ रहेको छ भुजाको डल्ला। के रहेको छ केको डल्ला? यहाँ चाहिँ रहेको छ तिलको डल्ला। यहाँ चाहिँ रहेको छ तिलको डल्ला। खानु हेर्नु होला, साह्रो छ। टिकटक बनाएर थियो। आज माघे संक्रान्ति, सबैको घरमा खुसी र उमङ्ग छाओस्। भरेको छैन क्या मेरो। सुधार यस्तो छ, हेर्दै गर्नु होला। हामी खाँदै गर्छौँ हामी खाँदै गर्छौँ, तपाईँहरू हेर्दै गर्नु होला। सो साथीहरू हामी चाहिँ जाँदैछौँ पोखरै माघे संक्रान्ति मनाउन। यहाँ चाहिँ रहेको छ कोसेली। माइला अङ्कल आन्टी चाहिँ उहाँ अगाडि हिँड्दै हुनुहुन्छ। म चाहिँ पछाडि चाहिँ उहाँ पर पनि जाँदै हुनुहुन्छ हाम्रो बोजेहरू। हामी चाहिँ जाँदैछौँ, के गर्नु यस्तै छ, हेर्दै गर्नु होला। साथीहरू हामी चाहिँ सिमरा आइपुग्यौँ, तर यहाँ अटे गाडीहरू नै हिँड्दैन हो। यो माघको मेलाले ध्वंस गरेछ, अटै पाएन, के गर्नु। त्यहाँ चाहिँ हेर्न सक्नुहुन्छ तोरीबारी। तोरीबारीमा बढाएर आउनु होला साथीहरू। के गर्नु, अटो नपाएर आधी घन्टा जति बसियो। अटो नपाएर हिँड्दैछौँ।
अटो पठाइदिनु होला कृपया। यो मेलाले गर्दा न सबै अटो लग्यो, मेलाले सबै अटो लग्यो। यसो 1-2 वटा छोडिदिनु भयो हुन्छ नि, यता लिएर जानुपर्छ। देखि आउँछ साथीहरू, हामी चाहिँ अटो पाएन यो मेलाले गर्दा। अनि अब हामी हिँड्दै जाँदैछौँ, के गर्नु। अटोमा जाने सोच बनाइयो, लास्टमा सुरी हिँडेर जानु परिरहेको छ। यस्तै जा हिँड्दै गर्नु होला। अटो भेट्यो भने म देखाइहाल्नेछु। अन्त हुन्छ साथीहरू, हामी चाहिँ एकदमसँग लगाएर पोखरा पनि आइसकेका छौँ, हेर्न सक्नुहुन्छ। के गर्नु साथीहरू, हिँडेर आधी बाटोसम्म आइयो, त्यो पनि 50 रुपियाँ गाडीले लियो। यस्तो गर्नु पाइँदैन। म ड्राइभर भयो भने चाहिँ फ्रीमा ल्याइदिन्छु सबलाई। हामी चाहिँ भवन आइपुगिसक्यौँ, जानुहुन्छ। दिस इज अ पोखरे। यताबाट चाहिँ दुधौली जान्छ हो। यहाँ चाहिँ रहेको छ साग, यो हाम्रो बोजू रोप्नु भएको। यहाँ चाहिँ रहेको छ टमाटर। त्यो टमाटर त अस्ति दादाले पनि देखाउनु भयो होला, सायद। यहाँ चाहिँ रहेको छ मुला। दिस इज अ मुला। हाम्रो बोजाहरू चाहिँ यता हुनुहुन्छ। बोजू स्याङ्मी प्रेम यता हाम्रो बोजाहरू चाहिँ काम गर्नुहुन्छ। 4 बजे यहाँ चाहिँ रहेको छ राजमा। दिस इज राजमा। दिस इज बदाम खाएर यहाँ रहेको छ हाम्रो ठुलो सल। मेरो मैले कति 10 11 पर्दाखेरि लिएर आएको बिरालो यत्रो भइसक्यो। 2 वर्ष आधी भइसक्यो। यहाँ रहेको छ यस्तो। म देखाउने छु। यहाँ चाहिँ रहेको छ तरकारी। हेर्नु हुँदैन, आँखा लाग्छ। हेर्दै गर्नु होला। सुझावहरू तपाईँहरूको माघे सङ्क्रान्ति चाहिँ कसरी सुरु भयो? मेरो चाहिँ यसरी सुरु भएको छ। आफ्नै मरेसा बारीमा नहुँदैको आफ्नै घर छेउको पसलबाट ल्याएको डुङ्ग्री खाँदै पाउँदो रहेछ किनेर रोटी चाहिँ टोकै उ गरौँ न। दिसी त मुरेको डल्ला, दिसी त रोटी। हाम्रो सब्जी भान्से यता हुनुहुन्छ हाम्रो दिदी। त्यो सब्जी त यस्तो होइन नाना, गोठकोमा चाहिँ हाल्नु पर्थ्यो। गोठकै छैन, गोठको सबै उहाँ आफिसमा। ए आफिसमा लगेछ। आउनु न भान्जी रहेको छ हाम्रो तरकारी। तरकारी भान्से चढ्नुहुन्छ। अनि खोइ त नि यहाँ चाहिँ खोइ कहाँ हाल्दिन, त्यो ठाउँै छैन। म बोटल लिन जाँदैछु। साथीहरू, म चाहिँ एकदमसँग लगाएर घर पनि आइसकेको छु, हेर्न सक्नुहुन्छ। अनि म चाहिँ यहाँ साग टिप्दैछु। यता छ, यता लसुनबारी छ, साग खानुपर्छ। ला ओके। यस्तो साथीहरू हेर्दै गर्नु होला भनेर के भन्नु। अब चाहिँ भ्लगिङ गर्नुपर्ने हुन्छ। भ्लगिङ चाहिँ मेरो बुनुले गर्छ होला सायद भन्दै म चाहिँ बिदा माग्न चाहन्छु। हस् त, नमस्ते। सो फाइनली गाइज, अब तपाईँहरूको चाहिँ माघे सङ्क्रान्ति कस्तो भयो? हाम्रो चाहिँ एकदम रमाइलो भइरहेछ। अब तपाईँहरूको कस्तो भयो भनेर कमेन्ट गर्नु होला। हाम्रो चाहिँ एकदम रमाइलो भयो कि कसो? निशान कस्तो भयो भन्न त? अल गुड, एकदम राम्रो भयो। राम्रो भयो रे। सो फाइनली गाइज,
आजको चाहिँ तपाईँहरूको आजको भ्लग चाहिँ हाम्रो अब यहीँसम्म रहेको छ। तपाईँहरूको माघे सङ्क्रान्ति कस्तो भयो होला कमेन्ट गरिदिनु होला। हाम्रो चाहिँ एकदम रमाइलो भयो होइन, रमाइलो भयो। त्यसैले आज यति भन्दै बाई बाई गर्न चाहन्छु। बाई बाई गर, बाई बाई। बाई बाई।